कोरोना भाइरस भन्दा पनि डेन्जर भाइरस। अहिले कलेज जाँदा त नाइट सिफ्ट गए जस्तै हो, बिहान 6 बजे जाँदै पनि पुरै अँध्यारो हुन्छ। कलेजबाट बाहिर निस्केको त हेर्छु त टेम्पो अगाडि पुरै भिड छ। के को भिड हो भनेको त मान्छे सँगसँगै साँप पनि आएछ टेम्पोमा। अफकोर्स साँपले भाडा तिर्दैन, त्यही भएर टेम्पो लदाले निकाल्नु साँपलाई। साँप पनि कम त बिच्केको थिएन, त्यही भएर ठुक्ने खोज्दै थियो। को नि खोज्ने साँपसँग। साँपको कुरा गर्दाखेरि हाम्रो नेताहरूको याद आयो, खोइ कसले जित्ने हो यसपालि। होली आएन भने नि यो देशै खत्तम। आजकल यसो हेर्छु बच्चाहरू ग्राउन्डमा कम, मोबाइलमा ज्यादा गेम खेल्न थालेका छन्। यो गेम भाइरस त कोरोना भाइरस भन्दा डेन्जर हो। यसले त बच्चाको आँखा, ब्रेन एन्ड ओभरअल हेल्थ नै इरिपेरेबल ड्यामेज गर्छ। र पनि हामी प्यारेन्ट्सहरूले बच्चाहरूलाई मोबाइल दिइरहेको छौँ। कतिजना प्यारेन्ट्सहरू त खुसी पनि भइरहेको छ बच्चाले छिटो मोबाइल चलाउन सिक्यो भनेर। जबकि यो ज्ञान बनाउनेहरूले नै आफ्नो बच्चाहरूलाई खेल्न दिएको छैन उमेर नपुगिकन। बच्चाहरूलाई इन्गेज गराउन धेरै ठाउँ छ, सिङ्गिङमा हाल्नु, डान्सिङमा हाल्नु, जेमा हाल्नु, बस मोबाइलमा नहाल्नु। अनि कलेज पढ्ने खाली छ भने त जिममा हाल्नु, कमसेकम हेल्थ त भन्छ।